Good afternoon, ma'am. कस्तो मेरा म्यामको साउन्ड रहेछ हजुरले नै बताउनु सक्नुहुन्छ ल अहिले नेसनल एन्थम हजुर के भन्छ म्याम? हजुरको साउन्ड सेयरिङ रहेछ हजुरले नै बजाउँदा पनि हुन्छ त्यहीबाट नेसनल एन्थम ओके कृषिका हामी कतिजना भयौँ कृषिका सानवी रियान आयन अभिमन्यु साइसा अनि हामी दुईजना Okay, a journey of 1,000 miles begins with a single step. Hello everyone. I am Rosa Adhikari from Pepsi-Cola, Kathmandu, Nepal. I am a teacher and a trainer. I warmly welcome you all to this assembly on behalf of Balvidya Academy and myself. Now we will be ready for the our academic prayer. Everybody, you'll join your hand, close your eyes, put down your head, and you'll repeat after me. Thank you, God, for this new day. Help us learn and help us stay. Keep us happy, kind, Keep and good. us happy. Bless our Bal Vidya Academy. Thank you. Now open your eyes, rub your hand. Now put it in your eyes. Again, rub your hand. Now put it in your eyes. Massage your face. Massage your forehead. Pull your ear. Massage your neck. Now keep your hands down. Thank you, everyone. Now it's time to sing national anthem. Everybody, you'll stand up from your place. You'll stand straight, leg in V shape. You'll not move. Okay? Stand up from your place. म्याम साउन्ड आएको छ? आइरहेछ म्याम अघि आएको थियो अहिले आएको छ सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र अचल ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल So now everybody take a seat. Thank you everyone. Now it's time for the presentation. The presentation This is Shannon. So टर्न थियो हजुरहरूले माइक म्युट गर्नु प्रेजेन्टेसनमा सोफियाको टर्न थियो सोफिया इज एब्सेन्ट For the thought of the day, I would like to invite Saisa Ranabat. So let's give a big clap for Saisa Ranabat. Saisa, let's start. Good afternoon, everyone. I am Saisa Ranabat. I live in Japan. I am a student of grade 1. Now I would like to present the thought of the day. Be creative and enjoy your work. Wow, very good. Let's give a big clap for Saisa. Thank you, Saisa. Now,
वी विल एड वान थिङ्स है, हिजो चाहिँ हामीले गरेको थिएनौँ, आज हामी सरस्वती वन्दना पनि प्रेइङ गर्छौँ. सो फर सरस्वती वन्दना, एभ्रिबडी यु विल बी रेडी टु सिङ सरस्वती वन्दना. यु विल जोइन यर ह्यान्ड, क्लोज यर आइज एन्ड बो डाउन यर हेड. मैम सरस्वती वन्दना. सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी हंसवाहन संयुक्ता विद्यादानं करोतु मे. प्रथमं भारती नाम, द्वितीयं च सरस्वती, तृतीयं शारदा देवी, चतुर्थं हंसवाहिनी, पंचमं तु जगन्माता, षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी, अष्टमं वरदायिनी, नवमं बुद्धिदात्री च, दशमं ब्रह्मचारिणी, एकादशं चन्द्रघण्टा, द्वादशं भुवनेश्वरी, द्वादशैतानि नमानि, त्रिसन्ध्यं यः पठेन्नर, जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती. So now we will add one more sharing है. अब हामी सधैँ चाहिँ के गर्थ्यौँ, सबैजनाको सेयरिङ सुन्थ्यौँ क्लास क्लासमा गएर. अब हामी क्लास क्लासमा गएर सेयरिङ सुन्दैनौँ, क्लास क्लासमा हामी डाइरेक्ट पढ्छौँ. आज अनि एकजना मात्रै सेयरिङ टर्न आउँछ है, त्यो पनि हजुरहरूको पालै पालो आउँछ. सो फर द सेयरिङ अफ द डे आई वुड लाइक टु कल सानवी. यो चाहिँ ऱ्यान्डम सोध्छु है म्यामले. सानवी शर्मा. लेट्स गिभ अ बिग क्ल्याप फर सानवी शर्मा. नमस्कार सबैजना, मेरो नाम सानवी शर्मा हो. म चाहिँ 9 वर्षको हो. म चाहिँ जापानमा बस्छु. म युकेजीमा पढ्छु. आज म स्कुलमा पढेँ. अनि त्यसपछि मैले खाजा खाएँ. अनि मैले स्कुलको सरसफाइ गरेँ. अनि म घर आएँ. अनि म घर आएपछि साथीहरूसँग खेलेँ. अनि त्यसपछि मैले होमवर्क गर्न थालेँ. अनि मैले क्लास जोइन गरेँ. Okay, let's give a big clap for Sanvi. त्यसरी हामी एभ्री डे एक एकजनाको मात्रै सेयरिङ राख्छौँ. सो साथीहरू, नाउ विल मुभ फरवर्ड टु आवर क्लास है. अब हामी आफ्नो आफ्नो क्लासमा जान्छौँ. टुडे माई टर्न इज इन ग्रेड युकेजी एन्ड सृजना विल बी इन ग्रेड 1. सो इन्जोय यर क्लास. म जापानमा बस्छु. म नर्सरीमा पढ्छु. आज म किताबको बारेमा भन्न गइरहेको छु. किताब हाम्रो असल साथी हो. किताबले हामीलाई धेरै ज्ञान दिन्छ. धन्यवाद. ल बिग बिग क्ल्याप फर हर. थ्याङ्क यू मेलिसा, गुड जब. कति राम्रोसँग बोल्नु भयो है मेलिसाले. Oh my God.
Okay, let's give a big clap for Melissa. Now we'll be ready for the Saraswati Vandana, and then we will hear the Sophia's presentation. है सोफियाको प्रेजेन्टेसन पनि अघि छुटेको भएर हामी सुन्छौँ. अहिले चाहिँ हामी के गर्छौँ सरस्वती वन्दनाको लागि रेडी हुन्छ. So you'll join your hand, close your eyes and go down your head. सरस्वती मया दृष्टा वीणा पुस्तकधारिणी हंसवाहन संयुक्ता विद्यादानं करोतु मे. प्रथमं भारती नाम द्वितीयं च सरस्वती तृतीयं शारदा देवी चतुर्थं हंसवाहिनी पंचमं तु जगन्माता षष्ठं वागीश्वरी तथा सप्तमं चैव कौमारी अष्टमं वरदायिनी नवमं बुद्धिदात्री च दशमं ब्रह्मचारिणी एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी द्वादशैतानि नमानि त्रिसन्ध्यं यः पठेन्नरः जिह्वाग्रे वसते तस्य ब्रह्मरूपा सरस्वती. Okay, so now you'll open your eyes, rub your hand. Now put it in your eyes. Again, rub your hand. Now put it in your eyes. Massage your face. Massage your forehead. Pull your ear. Massage your neck. Now keep your hands down. Okay, so thank you everyone. Now for the next presentation, I would like to invite Sophia Amgai from grade UKG. Let's give her a big clap. Sophia, unmute your mic. अनुशासन मानिसको गहना. नमस्कार सबैजनालाई. मेरो नाम सफिया अम्गाई हो. मेरो जन्मस्थल नेपाल हो. हाम्रो बसाइ जापान हो. म कक्षा युकेजीमा पढ्छु. आज म अनुशासनको बारेमा भन्न लागेको छु. अनुशासन हाम्रो ममले गर्न हो. हामीले घरमा स्कुलमा पढ्दा खेल्दा काम गर्दा अनुशासनको पालना गर्नुपर्दछ. धन्यवाद. कस्तो राम्रो. सोफिया आम्गाईले के भन्नुभयो? अनुशासन हाम्रो अमूल्य गहना हो. हामीले घरमा स्कुलमा पढ्दा खेल्दा काम गर्दा अनुशासनको पालना गर्नुपर्छ. कति राम्रो कुरा भन्नुभयो है. ल सबैजना अरू साथीहरूले पनि सुन्यो नि. जो युकेजीमा हजुरहरूको यो आएको थियो नि होइन, यो साथीको प्रेजेन्टेसन आएको थियो. अरू साथीहरूले पनि सँगसँगै प्रिपेयर गर्दै जानु पर्यो है. सो थ्याङ्क यू सोफिया. And for the thought of the day, I would like to call Pareen Aryal from grade LKG. Pareen, unmute your mic. नमस्कार सबैजनालाई. मेरो नाम परिन अरियल हो. Always
Always. Try your best. Your best is enough. Always try your best. Your best is enough. Very good. Let's give a big clap for Parin. Okay, so children, now we'll go to our own class. है नर्सरीको साथीहरू नर्सरीमा जाने एलकेजीको साथीहरू एलकेजीमा जाने. Enjoy your class. Have a good day.